साथीहरू अहिले हामी छौँ जटायु रेस्टुरेन्ट जुन नवलपरासी जिल्लामा रहेको छ र यो नमुना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले चाहिँ यसलाई व्यवस्थापन गरिरहेको हामी देख्न सक्छौँ। होला हेर्नुहोस् यहाँ जटायु गिद्ध, यो सबै रुखहरूमा चाहिँ सिमलको रुखहरूमा चाहिँ गिद्धको बास छ। त्यही भएर पनि यो सिमलको रुखलाई चाहिँ यो जुन काट्न नपाउने भनेर चाहिँ जुन खालको यो वनको एउटा कानुन छ नि, त्यो कानुन चाहिँ त्यही भएर बनाइएको क्या, गिद्धलाई संरक्षण गर्नको लागि। गिद्ध भनेको चाहिँ यो जुन मरेको सिनोहरू खाएर चाहिँ आफ्नो गुजारा गर्ने जीव हो र यसले चाहिँ मरेको सिनोहरू खाएर चाहिँ यो जुन सरसफाइ गरेको भन्छ क्या, त्यो हिसाबले पनि यो जुन गिद्धकै संरक्षण गर्नको लागि भनेर चाहिँ यसरी यो सामुदायिक वनले चाहिँ यो एउटा नमुना अभ्यास गरेको छ, जुन चाहिँ आज हामी प्रत्यक्ष रूपमा अवलोकन गर्न गइरहेका छौँ। र यहाँ हामी देख्न सक्छौँ हाम्रा साथीहरू अगाडि पुगिसक्नु भएको छ र यहाँ तल केही गिद्धहरू पनि हामी देख्न सक्छौँ। र हेर्नुहोस् यहाँ गिद्ध चाहिँ यसरी यो खानेकुराहरू यसरी सिनोहरू चाहिँ यसरी फालेपछि चाहिँ यसरी मजाले आउने रहेछ क्या। यो चाहिँ अब यहाँ अब अलिकति गन्ध छ, अब अलिकति त्यो मास्क लाएर चाहिँ आउनुपर्ने अवस्थाहरू छ। तर अब हेर्नु यहाँ यो जुन यो मरेको सिनोहरू तपाईँहरूले यहाँ देख्नुहुन्छ, देखिरहनु भएको छ यहाँ चारैतिर, यो चाहिँ सबै गिद्धले खाएर बाँकी रहेको हड्डीहरू हो क्या यो। ल हेर्नु यहाँ रुखमा पनि तपाईँले गिद्ध देख्नुहुन्छ है, यहाँ माथि पनि गिद्ध छ। ल हेर्नु यहाँ यो सबै संरक्षण गरेर राखेको। यहाँ सबैको खुट्टामा हेर्नुभयो भने तपाईँहरूले लेफ्ट खुट्टामा चाहिँ उहाँहरूको एउटा रिङ देख्नुहुन्छ, त्यो चाहिँ उहाँहरूको ट्याग हो क्या। अनि त्यो ट्याग मार्फत चाहिँ उहाँहरूलाई ट्र्याकिङ पनि गरिन्छ। अनि गिद्धलाई संरक्षण गर्नुपर्नकै प्रमुख कारण भनेको चाहिँ जस्तो यो जुन गाईबस्तुहरू जुन मर्छ नि, यो मरिसकेपछि अब त्यसलाई चाहिँ कहाँ व्यवस्थापन गर्ने भनेर चाहिँ त्यो चाहिँ ठुलो चुनौतीको विषय हुन्छ क्या। अनि अब गिद्धको चाहिँ आहारा भनेकै सिनो हो, मरेको सिनो हो। त्यही भएर त्यो मरेको सिनोहरू चाहिँ उहाँहरूले खानु भएपछि चाहिँ त्यसले चाहिँ त्यो दुर्गन्धहरू नफैलिने, अनि त्यसपछि त्यो महामारी हुनबाट चाहिँ जोगाउने त्यो भएको भएर चाहिँ यसरी गिद्धलाई संरक्षण गरेर राखेको। तर अब केही समय अगाडि चाहिँ जुन यो डाइक्लोफेनाक लगायतका औषधिहरू प्रयोग गरेको जुन खानेकुराहरू, एन्टिबायोटिकहरू प्रयोग गरेको जुन जीवजन्तुहरूलाई मासुहरू खाँदाखेरि चाहिँ अब गिद्धहरू चाहिँ कति लोप भएको अवस्थामा थियो। अनि त्यो कारणले गर्दाखेरि पनि यो संरक्षणकर्मीहरूले चाहिँ गिद्धको संरक्षण गर्नुपर्छ भनेर चाहिँ उहाँहरूले त्यो खालको महसुस गरिसक्नु भएपछि यो कार्यक्रम चाहिँ सञ्चालन गरिएको हो। र यसले अहिले एकदमै प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ र अब यसमा चाहिँ धेरैको साथ सहयोग पनि छ। र तपाईँहरू पनि समय मिलाएर आउनु होला, किनभने यहाँ सधैँ चाहिँ आउन पाइँदैन। आफूलाई जुनसुकै समयमा मन लाग्यो त्यो समयमा चाहिँ तपाईँहरू आउन पाउनुहुन्न। यहाँ चाहिँ रुटिन हुन्छ, जस्तै हप्तामा 3 दिन चाहिँ उहाँहरूलाई, हाम्रो गिद्ध महाराजहरूलाई चाहिँ खान दिइन्छ। अनि त्यसपछि त्यो बेलामा चाहिँ तपाईँहरूले सेड्युल मिलाएर यहाँ सम्पर्क गरेर आउनुभयो भनेदेखि बल्ल तपाईँहरूले चाहिँ यसरी नजिकबाट चाहिँ गिद्ध हेर्न पाउनुहुन्छ र गिद्धको क्रियाकलापहरू तपाईँहरूले हेर्न पाउनुहुन्छ। ल तपाईँहरूलाई म यो सम्पर्क नम्बरहरू तल राखिदिन्छु है, तपाईँहरू आउनुहोला। र यो यदि संरक्षणमा तपाईँहरू जुट्न चाहनुहुन्छ भनेदेखि तपाईँहरूले पनि यो जुट्न सक्नुहुन्छ। धन्यवाद।